ल रमेश भाइ जे हुनुभयो अब सबै सपना जस्तो गरेर भोलिदिनुपर्छ। आज फाइनली योगेन्द्र भाइले न्याय पाएको अवस्था छ। जुन चाहिँ आफ्नो श्रीमतीले अमेरिकामा रहेर आफ्नो बुवा मार्फत जिल्ला अदालत डोटीमा चाहिँ अंशसहितको सम्बन्ध विच्छेद मुद्दा हालेको थियो। त्यो मुद्दाहरूलाई अब मेलमिलापमा जाने, सम्बन्ध विच्छेद गर्ने मेलमिलापबाट, अनि सँगसँगै भाइको लागेको लागतहरू सबै फिर्ता दिने भनेर यहाँ सहमतिमा आज कागज भएको अवस्था छ। यो एकदम खुसी कुरा हो। तर यस्तो दुःख आफ्नो सपना बुनेर परदेशमा पुगेपछि यस्तो हुनु चाहिँ दुःख कुरा है। तपाईँको जय होस्। टिकेश्वरी देवी भाटको बुहारी योगेन्द्र भाटको श्रीमती डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वार्ड नम्बर 3 जन्मस्थान तथा डोटी जिल्ला जोरायल गाउँपालिका वार्ड नम्बर कति वार्ड नम्बर 4 मम्मी यसलाई बाहिर लगेर बिस्कुट खिलाइदिनु। वडा नम्बर 4 स्थायी घर भई हाल संयुक्त राज्य अमेरिकाको 4063 यन बेल्ट लाइन आरडी 2060 किन बिस्कुट IRVING टेक्सास त्यही हो ठाउँ यति छैन मा बस्ने वर्ष 21 की रश्मि पनेरू नागरिकता प्रमाणपत्र नम्बर 67-01-00-02338 जारी मिति 2080 3 महिना 15 गते। अब उहाँको ठिक छ नि, अब यहाँ त्यहाँ भएकै आधारमा हामीले लेख्दा होइन। 15 गते कैलाली र विपक्षी प्रतिवादी सालिभान भाट र टिकेश्वरी देवी भाटको छोरा सुदूरपश्चिम प्रदेश जिल्ला डोटी जोरायल गाउँपालिका वडा नम्बर कति भन्नु त वडा नम्बर 4 बस्ने वर्ष तपाईँ कति वर्षको 27 को योगेन्द्र भाट नागरिकता प्रमाणपत्र 68-01-73-04-370 डोटी भई डोटी जिल्ला अदालतमा जाहेर भएको अंशसहित सम्बन्ध विच्छेद मुद्दा नम्बर 082-CP-0017 त्यही होइन 14 विचाराधीन अवस्थामा रहेकोमा निजवादी र प्रतिवादी बीच श्रीमान श्रीमतीको सम्बन्ध रहिरहेको र श्रीमती रश्मि पनेरू अध्ययनको सिलसिलामा दुवैको सहमतिमा अमेरिका गई हाल सम्बन्धमा टकराव भई श्रीमान श्रीमतीको सम्बन्ध अन्त्य गर्नका लागि अदालतमा विचाराधीन रहेको मुद्दामा मिलापत्र गर्न तत्काल जान असमर्थ भएको कारण अधिकृत वारिस बुवा